र भनिन्छ घरमा जोही पनि बिमारी भए पनि हाँसी खुसी बस्नुपर्छ है। बिमारीलाई हाँसी खुसी राख्यो भने चाँडै निको हुन्छ भनेर। सो गाइज वेलकम ब्याक टु माई च्यानल है। र आज भने चाहिँ र मेरो हस्बेन्ड चाहिँ बिरामी मतलब एउटा सर्दी ज्वरो खोकी आइरहन्छ, भाइरलै छ है। र भाइरल ज्वरो नै छ। र यो चाहिँ मैले छोटो भिडियो बनाएको थिएँ नि त। र मेरो हस्बेन्ड चाहिँ सो बिमारी सर्दी खोकी ज्वरोले एकदमै सिकिस्तै हुनुहुन्छ नि त। र दबाई पनि दिउँसो किनेर ल्यायो र हामी चाहिँ दिल्लगी गर्दै मेरो हस्बेन्डलाई चाहिँ उठ न दबाई खाऊ न, दबाई खानुपर्छ है, यति साह्रो त हुनुहुँदैन, अलिक स्ट्रङ हुनुपर्छ भनेर भन्दै थियो। ऊ चाहिँ सिरियस भइरहेछ नि त। अन्त त्यहाँबाट चाहिँ दबाई खुवाउनुपर्छ, नानीहरूले पनि पुरा दिल्लगी गर्दै थियो नि त, हाँसखेल पुरा गर्दै हामीले चाहिँ दबाई चाहिँ खुवाउँदै थियो नि त। अन्त यसरी चाहिँ यहाँ हेर्नुहोस् न, अब पुरा सिरियस भएर चाहिँ हामी चाहिँ पुरा दिल्लगी गर्दै थियौँ है। उसले पनि नानीहरूलाई यस्तो त्यस्तो भनेर भन्दै थियो, मलाई दिउँसो यो गर्यो त्यो गर्यो होइन, पोल पनि छाड्दै थियो दबाई खानु नमानेर। हेर्नुहोस् न सिरियस भइरहेछ नि त। अन्त हामी चाहिँ यसरी नै हाँसी खुसी मजाक पनि गर्दै थियो नि त होइन। बिमारीलाई एकदम चङ्गाई बनाउने, अब निकै चतुर चलाक बनाऊ है भनेर चाहिँ, सिरियस नहुनु है एकदम भनेर, स्ट्रङ हुनुपर्छ है, ज्वरो खोकीमा यस्तो हुनुहुँदैन भनेर भन्दै थियो नि त हामीले चाहिँ। अन्त चाहिँ र पनि भन्दा पनि ज्वरो चाहिँ साह्रै ज्वरो थियो साथीहरू है। र पनि डक्टर देखाएर चाहिँ दबाई चाहिँ हामीले लिएर आएको थियो नि त। र उसले पनि दबाई खाइरहेको थियो टाइममा है, खानाहरू खाइरहेको थियो, नानीहरूले पनि पुरा दिल्लगी गरिरहेको थियो यहाँनिर हो। र परिवारमा एकजना बिमारी छ भने त अरू त स्ट्रङै बस्नु पऱ्यो नि त, टेन्सन मान्नु भएन है। र हाँसी खुसी पनि बस्नुपर्छ, हाँसी खुसी पनि बसाउनु पनि पर्छ है त साथीहरू। हेर्नुहोस् न, यहाँ म चाहिँ दिल्लगी, नानीहरू पनि पुरा दिल्लगी गर्छ नि त। अनि दिल्लगी गरेर उसलाई चाहिँ लु छिटो छिटो भनेर चाहिँ नानीहरू जस्तै भन्दै चाहिँ हामीले चाहिँ दबाई सबै खुवायो। र अन्त एकजनाले खुट्टा थिच्ने, एउटाले टाउको थिच्ने हो। अनि हेर्नुहोस् न, छोरा चाहिँ फेरि भिडियो बनाउँदै थियो दिल्लगी गर्दै यहाँनिर कि। अन्त फेरि यहाँनिर दबाई किन नलागेको होला भनेर, अब हामी त एउटा भगवान्माथि विश्वास राख्छौँ होइन, आफ्नो हुन्छ है। र हामी पनि यसरी लामाहरू लगाएर होइन, धामी झाँक्री लगाएर आशाउसी गर्छौँ के लागेको छ कि के लागेर पो दबाई नलागेको कि भन्ने एउटा उहिलेदेखि यो परम्परा हो हाम्रो बाजे बोजू पुर्खादेखिको। र हामी पनि मानिलिएका छौँ होइन, आफ्नो परम्परा अनुसार यो गर्नै पर्छ हामीले पनि। र मैले पनि यहाँ मामा आउनुभएको रहेछ, र मामालाई आशाउसी गर्नु लाएँ। र मामाले पनि बिचारा झारफुक गरिदिनु भयो के लागेको छ कि भनेर है। र यति गरिसकेपछि चाहिँ र वाइवाई खान्छु भनेर भन्यो। र मैले चाहिँ अब सर्दी चाहिँ अलिक वाइवाईको झोलले पनि भाग्छ नि त होइन। अन्त यहाँ हेर्नुहोस् न, तातो मुख पनि मिठो भएन अरे नि त। अन्त मुख पनि हुनु पनि भात खाँदा कति खल्लो हुन्छ, त्यो भएर चाहिँ तातो मैले चाहिँ वाइवाईको सुप खानुहोस् ल भनेर चाहिँ तातो वाइवाईको झोल दिएर चाहिँ, हेर्नुहोस् न झोल खानुहुँदैछ, अहिले चाहिँ सुप खानुहुँदैछ वाइवाईको कि। अलिकति अब हिजोको भन्दाखेरि चाहिँ होइन, अलिकति अब चङ्को अनुहारको चाहिँ भएको छ, अलिकति अब हेर्दा बोल्ने बातहरू मार्ने होइन, यतिको चाहिँ भएको छ बिचारा करैले है। र कस्तो साह्रो पर्छ, ज्वरो खोकी रुगा मार्गी भनेर पनि हुँदैन साथीहरू होइन। र अहिले भने चाहिँ अलिकति आराम हुनुभएको छ है त।